स्लाइड है सर दिखाऊं तो वो देखा वो में देखा ओके नहीं प्राइभेट लिमिटेडका लामो छ वासको सेक्टरमा काम गर्ने यहाँ उपस्थित सम्पूर्ण धन्यवाद र विशेष गरी यहाँ उपस्थित हाम्रो शाखा प्रमुखज्यूहरू र यो कार्यक्रमको लागि छानेका हाम्रो यो ग्रासरुटमा काम गर्ने सम्पूर्ण गणक भाइ बहिनीहरू र उपस्थित हाम्रो यहाँ पत्रकार लगायत उपस्थित सम्पूर्ण महानुभावहरू सर्वप्रथम म यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिन चाहन्छु आजबाट। अब यो मैले खालि यहाँ समापन गर्ने हेतुले आएको पनि छु। मैले यसरी म सरहरूलाई धन्यवाद दिन चाहन्छु। प्रेजेन्टेसनमा केही डिफिकल्ट कुराहरू केही उहाँहरूले सरस्वती जुन हाम्रो त्यो प्लानमा देखाउनु भएको कुराहरू यहाँले कति बुझ्नुभयो कति बुझ्नु भएन। बिचमा म पनि थोरै स्टार्ट हुने बेला बसेको थिएँ। त्यसपछि अब भोलि ठ्याक्कै नारी दिवस भएको हुनाले यहाँ महिला दिदीबहिनीहरू पनि हुनुहुन्छ, सबैले आमन्त्रण पनि गर्न चाहन्छु र त्यसको तयारी गर्नुपर्ने हुनाले पुरै कार्यक्रममा यहाँ बस्न पाइनँ। र योभन्दा अगाडि पनि यो उहाँले एकचोटि यो उसमा चन्द्रौटामा पनि बोलाएको थियो यसैको लागि। म त्यहाँ पनि वासको बारेमा त्यहाँ पनि बुझ्ने अवसर प्राप्त भए। अधिकांश उहाँले भनिहाल्नुभयो यहाँको अब यहाँको अवस्था के हो, पुनर्वासको यसो हेर्दाखेरि झट्ट अहिले त सबै कुरा कहाँनिर के छ भन्ने कुरा थाहा हुन्छ। र पछि यो वासको क्षेत्रमा हामीले काम गर्ने हो भनेपछि पुनर्वासमा हामी यहीँ बसेर पनि कहाँ खानेपानी पुगेको छ पुगेको छैन भनेर यो जुन तपाईँहरू ल्याएको रेकर्डहरू हुन्छन्, डाटाहरू हुन्छ, त्यो डाटा बेसमै रहेर हामीले त्यो हेरेर कस कहाँ खानेपानी पुगेको छैन भन्ने कुरा पनि यहीँ बसी बसी पत्ता लगाउन सकिन्छ। र भोलि प्लान पनि हाम्रो भोलिको एक्सन प्लान पनि हाम्रो त्यही अनुसारको बन्छ। र यो खानेपानी क्षेत्रमा सरसफाइको क्षेत्रमा हामीले त्यसरी चाहिँ बजेट विनियोजन गर्न हामीलाई सहजता हुन्छ भन्ने कुरा यति कुरा चाहिँ मैले बुझेको छु। र यो यसमा विस्तृत रूपमा हाम्रो यहाँ पालिकाबाट हाम्रो कर्मचारी साथीहरू धन्यवाद छ। हाम्रो योजना शाखा प्रमुख आइटी सर र हाम्रो अब यो सरसफाइको क्षेत्रमा काम गर्ने हाम्रो के अरे ओम सर। त्यस कारणले उहाँहरूले अझ थप हामीभन्दा बढी जनप्रतिनिधिभन्दा बढी उहाँहरूले बुझ्नु भएको छ। तसर्थ उहाँले अब यसमा यो डेटा लिँदाखेरि तपाईँहरूलाई गाह्रो पनि हुन काम गर्ने भनेको हाम्रो गणक भाइ बहिनीहरू हुन्। तपाईँहरू वडामा जानुपर्ने हुन्छ र यहाँले जुन अघिको जानकारी अनुसार यो कार्यक्रम वडामा पनि हुन्छ र वडामा भएपछि वडाध्यक्षहरूले पनि तपाईँहरूलाई सहयोग गर्नुहुनेछ। र केही त्यस्तो टेक्निकल पाटोमा तपाईँहरूलाई साह्रो गाह्रो केही त्यस्तो नबुझेका कुरा जस्तै यहाँ त्यो अङ्ग्रेजीमै के थियो अब मैले ठ्याक्कै मलाई थाहा भएन। अब ती कुराहरूमा तपाईँहरूलाई यहाँ हाम्रा प्राविधिक साथीहरूले पनि सहयोग गर्नुहुन्छ। यदि तपाईँहरूले बुझ्नु भएन भने यहाँनिर यसरी हामी चाहिँ अलिकता यहाँ कन्फ्युजनको कुरो छ भन्नुभयो भने उहाँहरूले आफूले जानेका कुरा तपाईँहरूलाई सेयर गर्नुहुनेछ। र अलिकति यो डेटा लिँदाखेरि गाह्रो नै हुन्छ। अब त्यो पनि फेरि अहिले त अनलाइनको जमाना छ, सबै तपाईँहरूले मोबाइलबाट लिनुपर्ने हो कि मोबाइलबाट डिजिटलको जमाना भएको हुनाले सबै एन्ड्रोइड मोबाइलबाट अब यो लिनुपर्ने हुन्छ होइन। अब त्यसमा सेभ कसरी गर्ने, कसरी चाहिँ यो गर्ने, कोड गर्ने भन्ने विभिन्न कुराहरू हुन्छन्। गाह्रो विषय हो। र यसमा तपाईँहरूले काम गर्नुभयो भने एउटा यो पालिकाको एउटा काम हुने नै हो। सँगसँगै तपाईँहरूको व्यक्तित्व विकासको कुरा पनि योसँग जोडिएको छ। भोलिको भविष्य भनेको तपाईँहरू हो र तपाईँहरूले यो क्षेत्रमा काम गर्दाखेरि अर्को पनि यस्तै गरी अर्को अवसर